नमस्कार दर्शकवृन्द, म राज कार्की झापाबाट सुन चाँदी पसल युट्युब च्यानलमा तपाईलाई स्वागत छ। आजको ताजा सुन चाँदी दरभाउ लिएर उपस्थित भएको छु। आज बजार खुल्दा सुन र चाँदीको मूल्यमा कस्तो फेरबदल आयो त? कि आज भाउ घट्यो वा बढ्यो? धेरैको चासोको विषय बनेको आजको आधिकारिक रेट र बजारको अवस्थाबारे हामी यो भिडियोमा चर्चा गर्नेछौँ। भिडियो अन्तसम्म हेर्नुहोला ताकि तपाईले कुनै पनि महत्त्वपूर्ण जानकारी नछुटाउनुहोस्। यदि तपाईँ गहना बनाउने वा लगानी गर्ने सोचमा हुनुहुन्छ भने यो भिडियो तपाईको लागि निकै फलदायी हुनेछ। तपाईहरूलाई थाहा नै होला, वैशाख महिनामा व्रतबन्ध, जन्मोत्सव, बिहेको सिजन नजिकिँदै जाँदा नेपालमा सुनको माग बढ्न सक्छ, जसले गर्दा स्थानीय बजारमा केही चाप पर्न सक्छ। त्यसैले उपयुक्त अवसर हेरेर आफ्नो निर्णय लिनु बुद्धिमानी हुनेछ। आज मिति 2083 साल वैशाख महिनाको 10 गते बिहिबार। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रति तोला 2,98,700 रुपियाँ कायम गरिएको छ। हिजो बुधबारको तुलनामा आज सुनको भाउ प्रति तोला 1,800 रुपियाँले घटेको छ। हिजो 3 लाखभन्दा माथि रहेको सुन आज 2,98,000 को लाइनमा झर्नुले उपभोक्तालाई ठूलो राहत मिलेको छ। त्यस्तै चाँदीको मूल्यमा पनि आज भारी गिरावट आएको छ। आज चाँदी प्रति तोला 5,020 रुपियाँमा कारोबार भइरहेको छ। चाँदीमा हिजोको तुलनामा एकै दिन 110 रुपियाँले कमी आएको छ। तपाईलाई के लाग्छ, यो साता सुनको भाउ अझै घट्ला कि फेरि बढ्ला? आफ्नो विचार कमेन्टमा पक्कै लेख्नुहोला। दैनिक रूपमा यस्तै आधिकारिक र विश्वसनीय सुनचाँदीको अपडेटका लागि हाम्रो च्यानल सुन चाँदी पसललाई सब्स्क्राइब गर्न नभुल्नुहोला। भिडियो मन परे लाइक र शेयर गरिदिनुहोला। भोलि फेरि नयाँ अपडेटका साथ भेट्नेछौँ। धन्यवाद।